नेपाल। यस कार्यक्रमका सभा अध्यक्ष नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्य समितिका सभापति कृष्ण सबुज बानियाज्यू, मेरो आदरणीय नेता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माज्यू, सहमहामन्त्री फर्मुला मन्सुरज्यू, पार्टीका केन्द्रीय सदस्य साथीहरू, यहाँ थुप्रै अग्रज नेताहरू यहाँ हुनुहुन्छ। आदरणीय महेश दाई लगायत सबै मञ्चमा रहनुभएको, तल रहनुभएको सबै मेरो अग्रजहरू, उपस्थित साथीहरू, सबैलाई हार्दिक जय नेपाल। 2007 सालभन्दा अगाडिबाट अस्ति भाद्र 23-24 गतेसम्म यो माटोमा भएका विभिन्न क्रान्ति, विद्रोह, आन्दोलन सबैमा शहादत प्राप्त गर्ने सबै ज्ञात अज्ञात शहीदहरूप्रति नमन गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु। हिजो मात्र हामीले हाम्रो पार्टीको एकजना श्रद्धेय नेता गुमाएका छौँ, आदरणीय होमनाथ दाहाल दाइ। मलाई सम्झन चाहन्छु, उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु। आज दिउँसो म यहाँ आउँदै गर्दा पछाडि मञ्चमा हेरेँ आदरणीय ओमकार दाईदेखि लिएर हामीहरूभन्दा हाम्रो उमेर जति भन्दा त्योभन्दा पनि धेरै वर्ष सङ्घर्ष गरिसक्नु भएको थुप्रै नेताहरू मञ्चमा हुनुहुन्थ्यो। तल हेरे थुप्रै पाको उमेरदेखि लिएर थुप्रै नौजवान साथीहरू टक्क भरिएको देखेँ। यत्रो उपस्थिति देख्दै गर्दा भाव विह्वल भएँ। तर अहिले अघि नै नेताहरूले भन्नुभएको जस्तै मैले पनि पछिल्लो समयमा यत्रो लामो समयसम्म टसमस नगरिकन एउटा प्रतिबद्धताका साथमा राजनीतिक कार्यक्रममा भाषण सुनेर यति लामो समयसम्म बसेको पछिल्लो समयमा कहीँ पनि देखेको थिएन। यो उपस्थितिले पनि देखाउँछ यो महाधिवेशन त्यसै विशेष हुँदै छैन। यसको नाम मात्र विशेष होइन, यसलाई हामीले विशेष बनाएर टुङ्ग्याउनु पर्नेछ। आदरणीय साथीहरू, अघि महामन्त्री विश्वप्रकाश शर्मा र मैले यहाँ मञ्चमा तल ओर्लिएर नेताहरूको तस्विरमा माल्यार्पण गऱ्यौँ, दियो बाल्यौँ र गमलामा पानी हालेर यसको उद्घाटन गऱ्यौँ। हामीलाई खुसी लागेको होइन। हामी त्यो उद्घाटन आज हाम्रो पार्टी सभापतिले आएर गरेको हेर्न चाहन्थ्यौँ। हाम्रो कार्यवाहक सभापति पनि यहाँ उपस्थित हुनुभएको चाहन्थ्यौँ। त्यसो हुन सकेन। कतिलाई बाहिरबाट हेर्दै गर्दाखेरि आज नेपाली कांग्रेसभित्रको यो झगडा भइरहेको छ भन्ने पनि लागिरहेको होला। नेपाली कांग्रेसभित्रको सङ्घर्षको कारणले गर्दा, पार्टीभित्रको सत्ताको सङ्घर्षले, शक्तिको सङ्घर्षको कारणले गर्दा आज यहाँभित्र कोही उपस्थित भएको, कोही उपस्थित नभएको दृश्य यहाँभित्र देख्नु परेको भन्ने लागि पनि रहेको होला। तर कुरा त्यो होइन। यो सङ्घर्ष नै हो, तर यो शक्तिको सङ्घर्ष होइन। यो पार्टीभित्रको सत्ताको सङ्घर्ष पनि होइन, यो विचारको सङ्घर्ष हो। यो मूल्य र मान्यताको सङ्घर्ष। भाद्र 23 र 24 गते गैर न्यायिक हत्या पनि भयो। 24 गते ठुलो उपद्रव पनि भयो, अपराधिक कामहरू पनि भए, घुसपैठ पनि भए। त्यसको बारेमा कानुनसम्म ढङ्गले छानबिन भइरहेको छ। दोषीले त्यसको सजाय पनि पाउला। तर त्यो एउटा घटना हो। भाद्र 23 र 24 गते त्यति मात्र भएको होइन। भाद्र 23 र 24 गते जेनजीहरूले मात्र होइन, नेपालका लाखौं लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्। कोसँग व्यक्त गरेको? सरकारसँग। अनि त्यो सरकारमा को थियो? हामी थियौँ। कोसँग व्यक्त गरेको? संसदसँग। त्यो संसदमा को थियौँ? हामी थियौँ। व्यक्तिगत रूपमा रिसाएको होइन, हाम्रो कामसँग रिसाएको, भ्रष्टाचारसँग रिसाएको, कुशासनसँग रिसाएको, बेथितिसँग रिसाएको। राजाको छोरा राजा हुने व्यवस्था फालेर बनेको गणतन्त्रमा नेपो बेबीहरूको राज देखेर रिसाएको। चित्त दुखाएकै हो नि, असन्तुष्ट भएकै हो नि। हाम्रो अगाडिको प्रश्न, त्यसलाई हामीले अनदेखा गर्ने, त्यसलाई हामीले व्यवस्था गर्ने वा त्यसलाई हामीले बुझ्ने, मनन गर्ने वा सम्बोधन गर्ने भन्ने हो। यो विशेष अधिवेशन त्यसकै एउटा प्रयास हो। हामीले यति मात्रै भनेको, नेपाली कांग्रेस पार्टीले यत्रो घटना भइसके पछाडि हामी चुप बस्न मिल्दैन।
हामीले अनदेखा गर्न मिल्दैन, हामीले यसलाई सामान्य घटनाको रूपमा पनि लिन मिल्दैन। यो उथल पुथल पछाडि एकपटक काङ्ग्रेस अडिनुपर्छ, एकपटक पछाडि फर्कनुपर्छ, एकपटक आफैभित्र पनि टटोल्नुपर्छ, एकपटक हाम्रो आफ्नै घर परिवारभित्र पनि हेर्नुपर्छ। कसैलाई गाली गरेर होइन, कसैलाई दोष लगाएर होइन, हामी पनि त्यही रेलभित्रै सवार छौँ। हामी आफ्नो पनि जिम्मा लिनुपर्छ, हामी लिन्छौँ पनि, लिएका पनि छौँ, लिन पनि तयार छौँ। तर एकपटक हामीले आफूले आफूलाई सोध्नुपर्छ, गल्ती कहाँ भयो, कमजोरी कहाँ भयो। त्यति नै मानिसहरू हुन् जो कुनै बेला यिनै सडकहरूमा काङ्ग्रेसले झन्डा फहराउँदै गर्दा हाम्रो एक आह्वानमा सेनाको ट्याङ्क राख्दै गर्दा हामीसँग गोली थाप्न आएका मानिसहरू हुन्, तिनकै छोराछोरीहरू हुन्। तर आज हामीसँग किन रहेछ आयो? हामीले यति कुरा भनेको, यसैको लागि हामीले भनेको हामी एक ठाउँमा आउनुपर्छ, हामीले समीक्षा गर्नुपर्छ र त्यसका निम्ति अधिवेशनभन्दा अर्को मञ्च हाम्रा निम्ति सानो मञ्च हुन्छ। हाम्रो कुरा मिलेन र आज हामी कोही यहाँ आएका छौँ, कोही यहाँ आएका छैन। त्यसैले यो शक्तिको सङ्घर्ष होइन, सत्ताको सङ्घर्ष होइन, देशलाई कसरी बुझ्ने, नागरिकलाई कसरी बुझ्ने, जनभावनाको कदर गर्ने कि नगर्ने भन्ने हाम्रो सोचको भिन्नताको कारणले गर्दा आज हामी कोही यहाँ भयौँ, कोही यहाँ हामी हुन सकेनौँ। दोस्रो विषय पार्टीसँग जोडिएको छ। पार्टी भनेको के हो? श्रद्धेय सभापति हुनुहुन्छ, हामी यहाँ महामन्त्री छौँ, त्यहाँ तल थुप्रै साथीहरू बस्नुभएको छ, अझ कोही गाउँमा हुनुहुन्छ। यहाँ मञ्चमा बस्ने महामन्त्री पनि, आज यहाँ नआउनु भएको सभापति पनि काङ्ग्रेसको सदस्य हो, तल बस्ने पनि काङ्ग्रेसको सदस्य हो, दुईटै बराबर। यहाँ कोही ठुलो कोही सानो छैन, पद मात्रै हो, जिम्मेवारी मात्रै हो, सबै बराबर हो। काङ्ग्रेस भनेकै त्यही हो। काङ्ग्रेसमा त्यो कुनै हायरार्की छैन, भएको भए पार्टी नै बन्दैन थियो। यो सबैको साझा घर हो, सबैको हक छ, यहाँ सबै बराबर छ। पार्टीको सबैभन्दा यसको अधिकार, अझ भन्ने हो भने सबैभन्दा बढी अधिकार तल्लो तहमा बस्ने सदस्यको छ। उसले त केवल जिम्मा दिएर मात्र हामीलाई पठाएको। जसरी नागरिकहरूले भाद्र 23 र 24 मा आफ्नो भावना व्यक्त गरे, भाद्र 23 र 24 गते पछाडि पार्टीका सदस्यहरूले पनि भने, हामीलाई सबैलाई भने, तिमीहरू सुध्रिनुपर्छ, अब तिमीहरू बदलिनुपर्छ। अब पार्टी जसरी चलेको छ ठिकठाक चलेको छैन, तिम्रा निर्णयहरू ठिक थिएनन्। तिमी चुनावमा एउटासँग मिलेर लड्ने, सरकार अर्कोसँग मिलेर बनाउने, तिमी सरकारमा जानका निम्ति जे पनि गर्ने, सरकारबाट बाहिर बस्नु पर्यो भने सबै कुरा सकिएको जस्तो गर्ने तिम्रो चाल ढाल ठिक थिएन, तिमी बदलिनुपर्छ। पार्टीको सदस्यले हामीलाई यही कुरा भनेको, तिमी समीक्षा गर, तिमी एकपटक छलफल गर, तिमी कहाँनिर